Namaste, this is me Jambadu Thapa. You are highly welcome in my YouTube channel English World Exploring. Today, I am going to present the words. अंग्रेजी भाषामा नयाँ शब्द निर्माणको लागि ब्लेन्डेड वर्डले पनि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। Some of the important blended words are listed as follow. English is a dynamic language that is constantly evolving or changing. Let me write some of the example of blended words. For examples, medical plus care equal to medical plus care, and these two words gives the new word Medicare. Medicare भनेको चिकित्सक सेवा एकै ठाउँमा पाइने। Another example is 14 plus night equal to 14 plus night equal to fortnight. यसलाई नेपालीमा 15 दिनको समय भनिन्छ, fortnight. Another example is spoon plus fork, चम्चा काँटा एकै ठाउँमा भएको spork, spork, चम्चा र काँटा एकै ठाउँमा भएको जुन सामग्री छ त्यसलाई हामी spork भन्छौँ। Spoon plus fork, spork. Similarly, camera plus recorder, recorder, and they give the two words, give the new words camcorder, camcorder, camcorder. भिडियो खिच्नका लागि बनाइएको क्यामेरा, क्यामकर्डरले मोटर पनि देख्नु भएको छ, मोटर प्लस पेडल, खुट्टाले चलाउने पेडल पनि देख्नु भएको छ, मोटर प्लस पेडल। यसलाई मोपेड भनिन्छ, मोटर जडान गरिएको साइकल मोपेड, MOPED, मोपेड। त्यस्तै गरी अर्को शब्द रहेको छ ग्लोबल प्लस इंग्लिश, ग्लोबल प्लस इंग्लिश। यसको यो दुईटाबाट नयाँ शब्द बन्छ ग्लोबिस, GLOBISH, ग्लोबिस भन्छ। यसलाई विश्वव्यापी अंग्रेजी भाषा ग्लोबिस, ग्लोबल प्लस इंग्लिश, ग्लोबिस, विश्वव्यापी अंग्रेजी भाषा। हामी सामु नयाँ नयाँ त्यस्ता अंग्रेजीका शब्दहरू छन्। त्यसमा इन्फर्मेसन प्लस इन्टरटेनमेन्ट, इन्फर्मेसन प्लस इन्टरटेनमेन्ट गरेर इन्फोटेनमेन्ट बन्छ। इन्फोटेनमेन्ट भन्छ जानकारीमूलक मनोरञ्जन। इन्फोटेनमेन्ट भनेको जानकारीमूलक मनोरञ्जन। इन्फोटेनमेन्ट, इन्फर्मेसन प्लस इन्टरटेनमेन्ट, इन्फोटेनमेन्ट, जानकारीमूलक मनोरञ्जन। त्यस्तै गरी हामीसँग अझै रोचक रोचक शब्दहरू रहेका छन्। डकुमेन्ट्री, DOCUMENTARY, डकुमेन्ट्री प्लस ड्रामा, ड्रामा। यसलाई हामी डकु ड्रामा भन्छौँ, DOCU DRAMA
डोकुड्रामा वास्तविक घटनामा आधारित नाटक डोकुड्रामा वास्तविक घटनामा आधारित नाटक डोकुड्रामा भनिन्छ। त्यस्तै भन्नुपर्दा अर्को नयाँ शब्द रहेको छ ब्रेकफास्ट प्लस लन्च breakfast plus lunch. Okay, we have 2 dates for breakfast and too early for lunch. बिहानको खानाको लागि ढिलो भयो, दिउँसोको खानाको लागि छिटो भयो। अब ब्रेकफास्ट र लन्चबाट एउटा नयाँ शब्द बनेको छ, त्यसलाई हामी BRUNCH ब्रन्च भनिन्छ। बिहानको खाना ढिलो गरेर खानु, त्यसलाई ब्रन्च भनिन्छ। अझै रोचक तरिकाले भन्नुपर्दा हामीसँग FRIEND फ्रेन्ड भन्ने शब्द छ र अर्को ENEMY एनेमी भन्ने शब्द छ। फ्रेन्ड र एनेमी मिलेर FRENEMY फ्रेनेमी भन्छ, जसलाई शत्रुपूर्ण व्यवहार गर्ने साथी भनिन्छ। फ्रेनेमी फ्रेन्ड प्लस एनेमी फ्रेनेमी। फ्रेन्ड साथी, एनेमी शत्रु। साथी र शत्रु एकैचोटि भन्नुपर्दा ब्लेन्डेडमा भन्नुपर्दा फ्रेनेमी भनिन्छ, शत्रुतापूर्ण व्यवहार गर्ने साथी। Lastly, we have this example: stay plus vacation. Stay plus vacation, staycation. STAYCATION, staycation. घरमै बसेर जुन हामी छुट्टीको समय बिताउँछौँ त्यसलाई स्टेकेसन भनिन्छ नेपालीमा। स्टे प्लस भ्याकेसन, स्टेकेसन। हामीलाई थाहा छ हङ्ग्री, HUNGRY हङ्ग्री, अनि हामीलाई अर्को शब्द थाहा छ ANGRY एङ्ग्री, भोक अनि रिस। यो दुईवटा शब्द मिलेर HANGRY ह्याङ्ग्री भन्छ, जसलाई नेपालीमा भोकको कारणले रिस उठ्ने भनिन्छ। हजुरहरूले यतिको समय दिएर यो शब्दहरू सिक्नु भएकोमा, हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। अझै अङ्ग्रेजीका आधारभूत कुराहरू र एडभान्स विषयमा जानकारीको लागि हजुरहरूले इङ्ग्लिस WORLD EXPLORING यो युट्युब च्यानलको नाम रहेको छ, यसमा सब्स्क्राइब गर्न सक्नुहुन्छ, लाइक गर्न सक्नुहुन्छ। धन्यवाद।